हेलो गाइस, नमस्ते सबैजनालाई युट्युब च्यानलमा स्वागत छ। हामी छौँ आज सिंगल ट्रीमा अनि हामी मसँग हुनुहुन्छ यहाँ मोटु अनि त्यहाँ सोल्डा आए। देख्नुभयो काठमाडौँ कस्तो मजाले आज वेदर राम्रो छ। सबैजना हाम्रो सोल्टिना म्यामहरू सबैजना खुसी मुडमा हुनुहुन्छ। सबैजनालाई हेर्नुहोस् कस्तो आनन्द छ। सोल्टिना म म्याम हो, त्यही भएर अनि कस्तो लागिरहेछ तपाईँलाई यहाँ माथि आउँदाखेरि? हजुर हजुर पक्कै पनि एकदमै रमाइलो शीतल हावा छ। यो चाहिँ गाइस कहाँ छ भने यो के भन्छ अरे स्वयम्भूबाट माथि हेर्नुहोस् 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 सिंगल ट्रीमा हो। सिंगल ट्री भन्दा तलपट्टिको फेरि यो रिसोर्ट हो। यहाँ चाहिँ बब्बा राम्रो देख्छ क्या पछाडिको भ्यूहरू होइन। हेर्नु न पछाडि काठमाडौँ क्या वाला देखिरहेको। हेलो गाइज, फाइनली हामीले मोटुको घरमा फलेको ड्रागन फ्रुट फेरि खान पायो। फोर चाहिँ ठुल्ठुलो थियो होइन, अहिले चाहिँ बच्चा बच्चा रहेछ। अनि हेर्नु त कति धेरै ल्याइदिएको। वा ओ झऱ्यो, वा घर गएर खानुपर्छ यो। फ्रिजमा लगाएर खानु झन् मिठो हुन्छ है। अनि यो चाहिँ लम्बुले मलाई अचार ल्याइदिएको। मैले होइन, एलन सर र लम्बुले। धन्यवाद तपाईँहरूलाई। अहिले हाम्रो 2 हप्ता पछाडिको भेट है गाइस। कस्तो लाग्छ? एक हप्ता होइन, हप्ता भेट्यो होइन। फाइनली गाइज हामी घुमेर पनि तिम्रो मुख देऊ घुमेर सिंगल ट्री घुमेर पनि हामी आइबा घर जानुतर्फ लाग्यौँ। कस्तो लाग्यो मोटो? एकदम रमाइलो, सुन्दर, शान्त वाह लाग्यो। स्वच्छ वातावरण। ओहो हामी अर्को ठाउँमा जाँदैछौँ गाइज। त्यहाँ गएको फेरि देखाउँछौँ ल। यो सिंगल ट्री घुमेर अहिले अब फेरि अर्को ठाउँमा